रातको समयमा आउँछ त्यो उड्दाखेरि पनि यसरी सिधा भडिगोल सुइँ उड्छ त्यसपछि गायब हुन्छ आँखा टिलिक्क टल्किन्छ हैन केटाहरु टोली छ पछाडी सबजना ओह्रालो हिँडेछ कहाँ हिँड्यो थाहा छैन आधी घण्टा भइसक्यो मलाई बाघ आउँछ भन्दै यो ठाउँमा के हो कुरो तँ देखाछस् बाघ यहाँ मृग चाहिँ मैले देखेँ हैन सुनार खाउन है केटा आओ एउटा खाइ हेर्नु मिल्छ मिल्दैन एउटा खाइ हेर्नु पर्यो कस्तो यो कहाँ हिँड्यो हो हामी हिँड्न चाहिँ यो हामी आज कृषिका क्षेत्रहरुमा के उत्पादन गर्न सकिन्छ के चिज रोप्दा हुन्छ यो हाइटमा अनुगमन गर्ने हिँड्यो अनुगमन गर्ने हिँडेको यहाँ तल चाहिँ अब यहाँ जुनार यो माथि हुन्छ कि हुँदैन भनेर हामी त्यसको बारेमा यहाँ कृषक दाजुहरूसँग बुझ्न हिँडेको पुरै थकै लाग्यो त यो त आम्मामा केटाहरु टोली छ पछाडी सबजना ओह्रालो हिँडेछ कहाँ हिँड्यो थाहा छैन आधी घण्टा भइसक्यो जुनार त अनि हाइटमा मलाई फल्नु पर्ने हो तल त ओह्रालो ल्याइस् त अनि होइन नि माछको पनि हाइटमा छ त होइन माछलाई त्यहाँ जति फल्दैन भने त अनि साथी सुन यहाँ अघि मलाई बाघ आउँछ भन्दै यो ठाउँमा के हो कुरो तँ देखाछस् बाघ यहाँ मृग चाहिँ मैले देखेँ होइन तर हाँसिहाल्यो सुरी होइन तर मृग भएको ठाउँमा बाघ त हुनुपर्ने हो होइन त्यो भएर पनि मैले बाघ छ कि जस्तो लाग्यो त्यो महाभारत रेन्जको जङ्गल हो होइन जङ्गलमा बाघ भालु मृग चिता सबै भेटिन्छ ओह्रालोको झर्या रहेछ है देखि केटाहरू टोली छ पछाडि कतिखेर आइपुग्ने हामी यो अहिले होमस्टेमा आएको होइन त कुन ठाउँको होमस्टे थियो यो कनपति बाटो निगाले भन्ने निगाले ठाउँ निगाले छ यहाँ झन् निगाले चित्त के नहोला र म भालेहरू यहाँ मस्तक रहेछ फटफटायो भाले 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 ओ दामी रहेछ त पुरै कुखुरा फार्म छ त खै जुनारको ए फले तल जुनार भएको जुनारै जुनार छ त हेरौँ न त यो अच्छा आमा यो त कस्तो हो यो पनि हेर जुनारको बोट टिपेर सकिसकेको छ भुइँभरि जुनारै जुनार चाहिँ झरेको जुनार त्यो जुनारहरू सब टिपी पनि सक्यो है क्या यहाँ लौ लौ यतातिर सकिसकेको छ अहिले हामी उता जान्छौँ उता फिल्डमा चाहिँ यो चाहिँ हाम्रो बाटो निगाले भन्ने ठाउँ सञ्जीव श्रेष्ठ दाइको बगैँचा हो होइन अलिकति यो सानो बोटमा पनि कति मजाले फलेको जुनार है यो त फलेर पनि यो पाकेर पनि सकिनु लागेको रहेछ जुनारहरू फेरि कस्तो हुन्छ भने जुनारको फल चाहिँ कस्तो हो नि जस्तै तेरो छ नि यो फल अब टिपेन भने यो बिस्तारै गरेर फेरि हरियोमा परिणत हुन्छ हरियो बन्छ क्या कुहिन लाएर होला त्यो त होइन हरियो बन्छ हरियो हुन्छ अनि त्यसपछि झर्ने हो क्या भनेपछि पहिलाको स्टेजमा आउँदो रहेछ क्या टिपेर राखेन भने हरियो हुन्छ रातो हुन्छ फेरि हरियो हुन्छ अनि फाकिन्छ नि त अनि त्यसपछि अनि त्यहाँबाट जान्छ यसको लाइफ स्पेन यसो हरियो बन्दो रहेछ कि यहाँ कति मजाको छ जुनारी यहाँ चाहिँ यत्रो सानो बोटमा भुइँसँग लस्केको छ जुनारी यो चाहिँ अलिकति राम्ररी केयर मजल नदिएर हो होइन मजल मजाले भयो भने जुनार खाउन है कडा आओ खाऊ अनि जाऊ कत्रो सानो सानो बोट भयो जुनार पनि आमामा जुनारै जुनार छ हौ त्यो सानो बोट यो त सब झरेछ नि ल यो सब झरेर सकेर यो मुन्तला भन्नाले कतिले नि तर यो सुन्तला हो सुन्तला हो रे मुन्तला जस्तो देखिन्छ यो छ यार यो सानो एउटा खाइ हेर्नु मिल्छ मिल्दैन
एउटा खाइहेर्नु पऱ्यो कस्तो हुन्छ मुन्तला भन्ने मुन्तला होला हो यो मुन्तला होइन सुन्तला हो सुन्तला हो यो ल यहाँनिर ट्याक्कै हाम्रो अलरेडी यहाँ आलुमा गोडमेल गरेर हुन्छ पहे यो सुन्तला हो कि मुन्तला चेक गरौँ सुन्तला हो त्यो सानो सानो सुन्तला हो नि मुन्तला हो यो भर्खर अघि आउँदैछ नि यहाँ झारै झार थियो अहिले चाहिँ पुरै प्रोपर क्लिनिङ भइसकेको छ लास्ट रसिलो छ त यो त यो आलु चाहिँ यो आलु भर्खर अहिले झारै झार थियो हामी अघि आलु हो आउँदा अहिले पुरै प्रोपर क्लिनिङ भइसकेको छ ल भाइ हामी त आयौँ है हेर्नलाई तपाईँको बगैँचा घर आउनु पर्यो आलुको होइन त यो जस्तै यो अलरेडी प्लास्टिकहरू लगाएको छ नि पखै तपाईँको उसमा चाहिँ प्लास्टिक किन लगाएको फलमै प्लास्टिक लाग्छ त यो त किन लगाएको यो किन उ गरेर भने चाहिँ यो चाहिँ हाम्रो ट्रायल बेस हो है ट्रायल बेस भन्दा यहाँ चाहिँ सुडो पुतलीको आक्रमण सुडो पुतली भनेको चाहिँ यस्तो किरा हो कि होइन तेरो चमेरोको खान्दामा पर्ने जस्तो के रातको समयमा आउँछ त्यो उड्दाखेरि पनि यसरी सिधा भर्टिकल सुइँ उड्छ त्यसपछि गायब हुन्छ आँखा टिलिक्क टल्किन्छ होइन बेलुका आउने टक्क बस्ने यहाँ बस्ने 4 इन्चको सुँड हुन्छ क्या त्यसले चाहिँ ठ्याक्कै स्पाइरल जसरी गरेर बस्छ क्या सुँड सिधा गरेर रस तान्दैन स्पाइरल जसरी गरेर ती बसिरहेको छ अनि यसरी मार्दाखेरि पनि यस्तो चाम्रो हुन्छ कि त्यसको त्यो बडी क्या लास्ट चाम्रो हुन्छ होइन अनि त्यसले गरेर यहाँ चुस्दिसकेपछि यो फल भोलिपल्ट ढङ्ग झऱ्यो एउटै दाना जस्तै यो वर्ष आएको छ भने होइन यही बोट मन पराएर खायो भने अर्को वर्ष पनि यही बोटलाई आक्रमण गर्न सक्छ त्यसले अनि यसको त्यो जात चाहिँ कस्तो भने जस्तै 2-3 वर्ष देखा पर्यो भने फेरि 2-3 वर्ष देखा नपर्नु पनि सक्छ क्या त्यस्तो खालको यो चाहिँ यो जङ्गलको यो छ नि यो अँध्यारो ठाउँ कुना काप्चामा बस्ने पुतली हो यसको कुनै रोकथाम भनेको चाहिँ के छ भने यसरी यहाँ ठाउँ ठाउँमा झ्यासहरू थुपार्ने आगो बालेर धुवा लाउने जस्तै लाइटिङहरू गर्ने लाइटिङमा आउँदैन होइन अथवा यो बोटलाई नेटिङ गर्ने नेटिङ गरेपछि आएन अनि एउटा चाहिँ यो ब्यागिङ यो प्लास्टिक छेड्न सक्दैन कि भनेर हामीले ट्रायल गरेँ कि त्यो गरेर सक्दैन छैन यो चाहिँ यत्रो दाना भएको छ यो दाना सानो छ भनेपछि यसको मेन पोटेन्सियल चाहिँ यत्रो ठुल्ठुलो फल्ने ठाउँमा त्यसले गर्दाखेरि सानो यसमा त्यो भएपछि कुनै चराहरूले पनि आक्रमण गर्न सकेन कुनै अन्य किराहरूले पनि गर्न सकेन त्यस्तो चिज छ होइन प्रविधि यस्तो अरू अप्नाएको छ अहिले त्यसो भयो हामी अलिक ढिलो आएछ है यो फलेर सकिन लागिसक्यो भयो भने यत्रो छ रात तम्मै पुरै यो फलेर त सकिन लागिसक्यो अझ यो त एउटा ट्रायल फेज मात्रै यहाँ यतातिर पनि छ यो सबै हामीले नै गरेको यो ब्यागिङमा हाम्रो यो एनआइएमपी नामको नेसनल एग्रिकल्चर मोडर्नाइजेसन प्रोग्राम इम्प्लिमेन्टेसन युनिट सिन्धुलीबाट चाहिँ यो सबै हामीले नै आएर यहाँ ट्रायल गरेको मैले आएर ट्रायल अब म पेसामा इन्जिनियर पाटो भए पनि यो अहिले बोट बिरुवा देखेर चाहिँ म किन मलाई चाहिँ प्राविधिक सबैले प्राविधिक तपाईँलाई आउँछ भन्छ आउँछ अलिअलि त सिकेको नि त किनभने 7 वर्ष हो नि त यो अफिस भनेर एकले यतिसम्म चाहिँ ज्ञान छ भन्नु एक्सपिरियन्स फुल भइसक्यो त्यही भएर अब चाहिँ म कृषि क्रान्तितिर जान खोजिरहेको छु कि अब हाम्रो छुट्टै फर्म छुट्टै हाम्रो उत्पादन हाम्रो प्रोडक्टै छुट्टै आउँछ लेबलिङ ब्रान्डिङदेखि लिएर बिस्तारै हुन्छ अहिले चाहिँ एउटा इनिसियल फेजमा सुरु गर्छु पछि गएर हामी यस्तो हाइटमा चिसो हावा पानी भएको ठाउँमा यो हाइटको चाहिँ गौरीशङ्कर हिमालय देखिन्थ्यो अहिले चाहिँ ब्लक भएको छ हिमालको हावा ठाउँमा हाम्रो अब यहाँ कृषि उत्पादन हुँदैछ फर्म खोल्दैछ यस्तो छ है हाम्रो ठाउँ